किताब खोज्दैछु र क्या छ भन त ऊ चाहिँ सबसे पढ्दा केटी हो क्या हाम्रो क्लासको क्रिस्टिना छ वान एन्ड ओन्ली अनुहार देखाउने यस्तो नराम्रो मान्छ हामीले समिला भेट्न जानुपर्ने हुन्छ होइन समिला भेट्यौँ अनि त्यसपछि तपाईँहरूलाई म देखाउँछु भिडियोमा हामी फाइनली समिरको पसल आइसकेको छौँ होइन हाम्रो पसल चाहिँ यस्तो छ टक्क लाएर यति पछि भेट्दाखेरि कस्तो लागिरहेको फ्यामिलीहरू आयो तपाईँहरू सन्चै आरामै हुनुहुन्छ होला म नि सन्चै आरामै छु सो एउटै न्यू ब्लग टक्क लाएर आज चाहिँ म कलेज आएको अनि त्यही हो युजली कलेज आएपछि कोही पनि छैन यहाँ यी क्लासरुमै खाली छ कोही पनि छैन सब क्लासरुम खाली छ अनि त्यही हो अब खै केटाहरू के गर्छ हेरेर आउँछ कि आउँदैन थाहा छैन अनि टाइमले चाहिँ हाम्रो घडी हरायो यार मेरो यार काम गऱ्यो यार रक्त कस्तो छैन सो हाम्रो टाइमले नि 6:36 हानिसकेको छ अनि त्यही हो अनि अब केटाहरूलाई पर्ख्यौँ आयो भने ठिक छ नत्र त्यही हो अन्त पढ्नुपर्छ आज फाइनेन्सको क्लास छ अनि टक्क लगाएर पढ्नुपर्छ आज फाइनेन्सको क्लास छ त्यही हो अब एकछिन नभएमै क्लास सकेपछि कोही आयो भने देखाइदिन्छु अनुसार आयो भने म देखाइदिन्छु हजुरहरूलाई सो यहाँ हामी अहिले लाइब्रेरीमा छौँ यहाँ हामी किताब खोज्दैछौँ कुन किताब खोज्दैछौँ र क्या छ भन त ऊ चाहिँ सबसे पढ्दा केटी हो क्या हाम्रो क्लासभरिमा अनि त्यो भएर हो अनि यहाँ चाहिँ क्रिस्टिना छ वान एन्ड ओन्ली अनुहार देखाउने यस्तो नराम्रो मान्छ अनि क्रिस्टिना चाहिँ कुनको कपी खोजिला होला भन छिटो भन किन तिमी साइको भयो अनि हाम्रो कम्प्युटर ल्याब चाहिँ यहाँतिर हुन्छ यसरी ल जाम अनि यहाँतिर चाहिँ बायोटेक क्लास हुन्छ है अनि त्यस्तै हो अनि यहाँतिर चाहिँ क्रिस्टिना हुन्छ सो फाइनली अब हामी चाहिँ समिला भेट्न जानुपर्ने हुन्छ होइन अनि समिला भेट्यौँ अनि त्यसपछि तपाईँहरूलाई म देखाउँछु भिडियोमा समिर चौधरी कस्तो मान्छे भनेर अनि स्कुल साथी नै छ एउटा चिने भन्ने उसलाई पनि भेट्नुपर्छ त्यही हो उसलाई भेट्न जानुपर्छ यस्तो फोहोर बाखेर स्कुटर यार सफा नि यहाँ हेर्नु धुलो एम लेख्न मिल्छ धुलो बाहा सर त्यही हो अनि समीर चौधरीलाई भेट्यौँ अनि त्यसको सो हामी फाइनली समीरको पसल आइसकेको छौँ होइन हाम्रो पसल चाहिँ यस्तो छ टक्क लाएर यस्तो छ अनि त्यसपछि भित्रबाट यस्तो छिर्यो भने चाहिँ टक्क हेर्नुहोस् है तर धेरै सिट चाहिँ छैन रहेछ तर ल्याम्पहरू ओहो क्या खतरा ल्याम्प है त बाफ्रे अनि त्यहाँ आएर त्यहाँ चाहिँ दुईजना काम गर्दै हुनुहुन्छ त्यहाँ यहाँभित्र चाहिँ समीर चौधरी छ अनि त्यही हो अनि यो क्याफे एकदम छिटो खोल्ने ल तपाईँहरू हेर्नु कस्तो बवाल छैन त बाफ्रे ल यस्तो बवाल छ है ल त्यही हो अब एकछिन यहाँ बस्नुपर्छ सब नयाँ छ नि फेरि ऱ्यापहरू केही पनि खोलेको छैन हामीले अनि त्यही हो तर राम्रै रहेछ केही भन्नु छ छिमे दोस्त यति पछि भेट्दाखेरि कस्तो लागिरह सो हाम्रो क्याफे चाहिँ यस्तो छ है अहिले चाहिँ ओपनिङ भएको छैन होइन अनि समीर चौधरी त्यहाँ छ टक्क लाएर अनि समीर चौधरी आउँछ अनि अहिलेको लागि चाहिँ यति मात्र हो अनि अहिले खोलिसकेपछि हामी तपाईँहरूलाई भन्छौँ अपडेट दिन्छौँ कति दिनपछि खोल्ला सायद सकेसम्म चाँडै हुन्छ किनकि सब भइसकेको छ होइन एकचोटि भ्लगमा तपाईँहरूलाई देखाइदिन्छु ओपनिङदेखि देखाइदिन्छु है रोडदेखि नै अनि यो भ्लग छिटै आउने छ है अनि ठ्याक्कै यो बाटो भयो यहाँ चाहिँ ग्लोबल कलेज छ ग्लोबल कलेजको ठ्याक्कै यता आयो भने चाहिँ हुन्छ अनि भित्र छिरे कि यस्तो छ टक्क लाएर अनि यो चाहिँ किचन एरिया हो यो चाहिँ अहिले बन्दैछ हाम्रो अनि यहाँतिर लाइटिङहरू कस्तो बवाल छ कति रेट दिनुहोस् मन छ छिमे 10 आउट अफ 10 अनि ऊ चाहिँ को भन्ने सोचेर हो ऊ चाहिँ हामी कति सेक्सनदेखि हामी सँगै भएको 8 कि 9 8Bदेखि है 8B 10B 11 8 र 10 8 9 10 3 वर्ष अनि 3 वर्ष अनि कलेज पछि भेटेन अनि धेरै पछि भेटेको के भन्नु छ साथी तिमीलाई अब धेरै वर्षपछि भेट्यो ठ्याक्कै सनसेट भइरहेको रहेछ क्या हेर्नु त क्या दामी देखेको है अनि त्यही हो होइन अनि यति मात्र हो भ्लग आजकोलाई आई होप तपाईँहरूले मन पऱ्यो होला मन पऱ्यो भने प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन हामी धेरै पछि आएको छु अब कमब्याक आउन नि सोचेको छु होइन अनि अब भिडियोहरू हाल्छु भन्ने सोचेको छु अनि त्यही हो तपाईँलाई मन पऱ्यो भने प्लिज लाइक सेयर गरिदिनु होला अनि
यति नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला होइन। अनि त्यहाँ हामी त कस्तो दामी भ्यू त्यहाँ अरे त्यही है त। अब हामी नेक्स्ट भ्लगमा भेट्नुपर्छ है। अनि यदि तपाईँहरूलाई केही क्वेसनहरू छ भने चाहिँ कमेन्ट छोडिदिनु होला है। प्लिज कमेन्ट छोडिदिनु होला केही क्वेसन छ भने, नत्र भए लाइक गरेर गइदिनु होला।